परेर के बुझेन चाहिँ यस्तो देख्नु पर्यो कि तिमीहरूको सपना साइडमा बस्नुले भन्दाखेरि साइडमा बस्नुले तिमीहरूले बाउला भनोस् के बुझ्यो कपाल हो यस्तो भिडियो पनि बन्दैछ ए यस्तो मजा आइरह होला खेल्न यो हो नि त खेलाइ भनेको फेरि ल के किक गरे फाइनली आइसक्यो अब मेलामा यस्तो छ यार म त्यो आइसक्यो बेला भनेको जीवा मेला अझै आएको रहेछ अब चाहिँ घर त्यसलाई भेट्नुपर्छ जीवालाई हामी अब हेर्नमा आइसकेको छौँ यस्तो छ माहौल यस्तो छ मेला आविष्कार आएन कि आविष्कार आएनन् क्या हो कि आन्न भन्दै आज खासमा त्यहाँ पेलान छ क्या हाम्रो स्कुलमा अब धेरै नबोलो होइन फेरि मेरो फेरि एकछिन कुदै गर्नु माने ट्र्याक नम्बर सेकेन्ड बस आउट त आइन ट्र्याक नम्बर 7 दिइहाले गो दिनु पर्छ है अन्त्य पनि मैले के सोचे भने हैन यहाँ एकजना भए पनि म गएर गीत गाउँछु हैन तर म जान चाहिँ जान्छु भनेर हैन म रिक्स लिएर आए भने अनि थ्यांक यू फर द लभ थ्यांक यू गाइस थ्यांक यू फर द लभ अनि याउने हैन योङहरु त फ्यान भयो हैन अनि याउने आमा अंकलहरुको लागि पनि हात उठाए केटाहरु एकचोटी हात उठाइदिनु सबैलाई रेस्पेक्ट गर्छु के खास गरी हामी अलिकति भड्काए मात्र हो हैन हामी सबैलाई रेस्पेक्ट गर्छौं हैन फेरि एकचोटी फाइनली भेटको गीत गाउँ है त हे बाबु लेजर बुझेन लेजर नवाला बाबु बुझेन म तेरो दाइ प्यानिक हुन्छु के फेरि बुझेन कसैले के त गन तागिरा हो के बुझेन यहाँ म जोगेर हिँड्नु पर्छ म यहाँ बस्नलाई किनकि सापहरु तयार छ यहाँ मलाई डस्नलाई बुझेन माया गर्ने मान्छेहरु मात्र छ त त्यहाँनिर बुझेन अफसहरु पनि छ यहाँ डस्न तयार छ के बाटोमा स्यालहरु झम्टिन तयार छ त्यो पनि हिँडिरहेको छु रोक्या छैन अहिले दिनसम्म है यो चाहिँ हैन यहाँ त जुस खाएर हो जुस बुझेन अनि दुनियाँले चाहिँ के भन्छ भने हैन यसले रक्सी खाएर हो हैन अनि दुनिया गलत भएको हेर्नु मलाई क्या रमाइलो लाग्छ कि वा तिनीहरू गलत छ म सही छु भनेर यो जुस हो खास गरी क्यानबेरी जुस हो जुसको बट्टा देखाउँदोस् खै जुसको बट्टा खैदोस् जुसको बट्टै छ कि खास गरेको त्यही जुस क्यानबेरी जुसै हालेर खाएर हो कि बुझेन रक्सी खायो भने भालै भएन अरे आम्मा एक लाइन फाइनल भेटको फेरि हानुमै मात्रै भाइ अघि मजा आएन अघि मजा आएन बुझेन अघि मजा आएन है एकछिन है फाइनली पेट भयो केडा हो फाइनली पेट भयो केडा हो फाइनली पेट भयो केडा हो फाइनली
एकचोटि फेरि सेलिब्रेटै गर्न पाएन के भेट्यो है भन्ने पाएन कि अघिल्लो फाइनली भेट भयो केटा हो फाइनली भेट भयो केटा हो फाइनली भेट भयो केटा हो लेखेर चाहिँ सपना चाहिँ कहिले मर्दैन रे के बुझेन अनि म चाहिँ के भन्न चाहन्छु ठ्याक्कै जस्तो जोड्यो होइन सपना चाहिँ यस्तो देख्नु पर्यो कि तिमीहरूको सपना साइडमा बस्नुलाई भन्दाखेरि साइडमा बस्नुले तिमीहरूले बाउला भनोस् के बुझेन तिमीहरूले सपना चाहिँ त्यो लेभलको देख्नु पर्यो कि बुझेन सपना चाहिँ त्यो लेभलको हुनु पर्यो कि तिमीहरूले ल म त यस्तो गर्छु नि भन्यो भने साइडको मान्छेले तिमीहरूले बाउला भनोस् के बुझेन मलाई भन्थेन यार 90 होइन बुझेन 2020मा करियर सुरु गरेर म हाइलाइटमा आउनुभन्दा अगाडि दुनियाँले बाउला भन्थ्यो भने मलाई मेरो गाउँमा बुझेन त्यो पनि मतलब थिएन कि कसैको बाल थिएन होइन आज पनि बाल छैन मतलब छैन होइन अनि यो थ्याङ्क यू फर दिस टी सर्ट होइन मैले लिएर जान्छु है म यो लगाउँछु ड्रिम्स नेभर डाइ सपना चाहिँ कहिले मर्दैन के अझै सपना पुरा भएको छैन दिनको दिन कोसिस गरिरहेको हो होइन अनि सपना छैन भने चाहिँ केही पनि छैन के खास गरी तिमीहरूसँग तिमीहरूको सपना छैन भने चाहिँ केही छैन के बित्तो भयो कि मान्छेहरू बुझ्यो ल यो अब अहिले त नलगाऊ होइन कि यहीँ लगाइदिउँ खोलेर लगाइदिउँ त होइन त्यस्तो वायर गर्नु नगरौँ भने के गरिदियो होइन गरिदिउँ है एकचोटि होइन जीवनले अब डिएनडी लगाइसकेपछि प्रोफेसर ड्रिम्स नेभर डाइ ज्याकेट त नलाउनु पर्ने हो र थ्याङ्क यू है भालुवाङको केटाहरूले बनाएको यो टी सर्ट होइन थ्याङ्क यू होइन म घरमा एउटा सजाएर राख्छु होइन बुझेन म घरमा सजाएर त्यो लुगाएको के बुझेन अहिले आँखा लाग्छ कि फेरि मागिदिन्छु म यहाँबाट म नाइ भन्न सक्दिनँ होइन केही गर्न नसकिने होइन आफूले गाउन नसकिने होइन एउटा आर्टिस्ट आएर गाइरहेछ बुझेन यस्तो सपोर्ट मानवता भन्ने हुन्छ नि होइन अरूहरू त अर्कै टाइपको म्युजिकहरू सुन्छ होला कि यसलाई चाहिँ ऱ्याप भन्छ होइन अबको आउने पिँढीहरूमा होइन तपाईँहरूले अहिले सुनिरहेको जस्तो म्युजिक बज्दैन आइएम सरी टु से किनकि हामी अनि हाम्रो ऱ्यापर साथीहरूले चाहिँ सबै म्युजिक इन्डस्ट्रीलाई नै टेक ओभर गर्दैछौँ क्या हामी चाहिँ है सो सरी टु से होइन अब भनेको अब तपाईँको 100 वर्ष जति हो अरू जस्तो म्युजिक चलिरहने यस्तो ऱ्याप चल्छ बुझेन मेरो छोराहरूको पालमा चाहिँ यस्तो ऱ्याप मात्र चल्छ है सबजनाले फेरि है ला 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 गर्थ्यो होइन तिमीहरूले मात्र गाएर भएन कि पक्र होइन अब चाहिँ तिमीहरू के भने म फर भन्छु तपाईँहरू सबजना माथि भन्नुहोस् कि है फर जतिजनाले भन्छ होइन थ्याङ्क यू होइन नबोल्नेहरूलाई पनि थ्याङ्क यू ल प्रेजापिट न त मै भनिदिन्छु कि मलाई फरक परेन कि फेरि बुझेन ल प्रेजापिट लाइट साइड झाप्छु अफ हानौँ न लाइट साइड
आएको योगी चाहिँ होइन योगी त्यति फास्ट सक्यो होइन नर्मल मान्छेलाई के भने जस्तो लाग्छ होइन अनि फेरि बुझ्नेहरूलाई चाहिँ यस्तो मजा छ कि बुझेन यो गीत होइन बुझेन यो चाहिँ मेरो फेभरेट गीत हो कि तिमीहरूलाई कस्तो लाग्छ मलाई ऱ्याप महिनाहरूले मुख छाड्छ भने त मैले छाड्दिनँ नि आमा आज मैले छाडेको छु है यहाँ ठुल्ठुलो मान्छेहरू है क्यामेराम्यान दाइ होइन दादा अलिक राम्रोसित खिचेर हाल्नु यसो राम्रो न्युजहरू पनि हाल्नु होइन आज मैले मुख छाडेको छैन नि तपाईँले याद गर्नुभयो कि भएन होइन तर जहाँ पनि जान्छ यसले मुख छाड्छ यसको कन्सर्टमा लफडा हुन्छ होइन ल यो राजा कन्सर्ट होइन बुझेन कस्तो दामीको भइरहेछ त होइन भइरहेछ त होइन होला होइन बुझेन भइरहेछ दामी भइरहेछ मलाई दामी भइरहेछ तिमीहरू त्यहाँ छौ म यहाँ आफ्नो होइन बुझेन म गर्ने काम गरिरहेको छु तिमीहरू इन्जोय गरिरहेको छु दामी भइरहेछ त बुझेन यसो राम्रो कुराहरू पनि हाल्नु होला हजुरहरू होइन अलिक म हजुरहरू भन्नु बोल्छु फेरि होइन बुझेन बढी बोल्नु हुँदैन यहाँ होइन बोल्यो कि गिर्यो होइन बुझेन अनि त्यही भएर भइरहेछ दामी भइरहेछ अनि फेरि कति कन्सर्टहरू क्यान्सल भइरहेको बुझेन कति कन्सर्टहरू होइन अब क्या ब्याक टु ब्याक सोच त 2026मा होइन मसँग सब कुरा नै हातमा नपरिरहेको अनि मलाई अघि भएर कल आउँदा फेरि होइन किनभने तेरो कन्सर्टमा लफडा हुन्छ यस्तो हुन्छ उस्तो हुन्छ अरे के बुझेन भइरहेछ त आज यार होइन यहाँ भइरहेछ त हो यहाँ सेक्युरिटी सरहरू हुनुहुन्छ होइन बुझेन नेपाल पुलिस हुनुहुन्छ जे होस् त्यसको लागि होइन जे होस् कसम तपाईँहरूको घाम जस्तो ड्युटीलाई होइन तपाईँहरू भएन भने होइन यो इन्डस्ट्रीले मारिदिन्छ भने मलाई होइन नेपाल पुलिसको लागि एकचोटि हात उठा केटाहरू जीवको कन्सर्ट त हुन पऱ्यो नि त कन्सर्ट भएन भने म कसरी बाँच्ने होइन अनि होल भेनु शान्त छ कि किन तिमीलाई मिलियन लेभलमा गीतै थाहा छैन त्यो कुरा मलाई थाहा छ फेरि होइन अगाडि गएको तिमीहरूले कुन गीत थाहा छ ल परिचय भन्ने गीत कसले थाहा छ तिमीहरू ऱ्यापरहरू नै हो बुझेन म ठ्याक्क थाहा हुन्छ अस्ति इज्जत गएको छ फिर्ता लिन आएको भन्ने गीत कसले थाहा छ कसैलाई टेर्दिन म भन्ने गीत कसले थाहा छ पछाडिकोहरूलाई चाहिँ आमा कसम केही थाहा छैन कि केटाहरू प्रोसेसिङमै सक्यो ठिक छ हामी त्यति बेला सब रमाइलो गरेर घरतिर लागिहाल्नुपर्छ कसम हो तपाईँहरू चित्त नदुखाउने पछाडि केही थाहा छैन प्रोसेसिङमै सके कसैलाई टेर्दिनु मलाई कसैलाई टेर्दिन म भनेको मान्दिन म कसैलाई टेर्दिन म टेर्दिन के कसैलाई टेर्दिन म भनेको मान्दिन म गीतै गाएको हो अनि मलाई मेरो कड फ्यान्सहरूले के भन्छ दाइ तपाईँलाई गीत गाएको सुहाउँदैन यार बुझेन तपाईँलाई यस्तो अरू होइन बुझेन तपाईँलाई यस्तो गीत गाएको सुहाउँदैन तपाईँ खास गरी होइन तपाईँलाई ऱ्याप मात्र सुहाउँछ भन्नु कि ऱ्याप र गीत भने छुट्टै हो नि खास गरी बुझेन ऱ्याप र गीत भने छुट्टै हो कि हो अब होइन अब ल अब चाहिँ ऱ्याप होइन हार्डको ऱ्याप होइन फेम पाएँ होइन मैले फेम पाएँ मेरो लाइफ भयो बेटर
जहिले म फेम पाउन अगाडि त मेरो लाइफ वर्स थियो नि त बुझेन वर्स थियो नि त त्यहाँनिर 30 रुपियाँ मागेर त्यहाँनिर होइन बुझेन त गाँजा साँझा खाँदै होइन बुझेन बाटोतिर लाभा पारा मिलेर हुन्थ्यो नि त बुझेन ठमेलको गली गल्ला तर मैले फेम पाएँ अनि मेरो लाइफ भयो बेटर भयो अरे क्या लाइफ स्टाइल चेन्ज भयो अरे क्या फेम पाएँ लाइफ हो बेटर जहिले म साइकोमा साइको नेचर नबन्या भयो गीत मिलेन लेबल बेल्चा हान्दै हुन्थेँ आज म लेबर रे के बुझेन आजको दिन थ्याङ्क यू गड होइन बुझेन होइन ठ्याकेर आइदिइराखेँ मलाई सेयर गर्न मन लागिदिइराखेँ आजको दिन मिलेन लेभल गीत नभएको भए चाहिँ होइन बब के गर्दै हुन्थ्यो भने बब बेल्चा हान्दै हुन्थ्यो अरे क्या बुझेन कि त खाडीतिर हुन्थ्यो कि त गाडीतिर गर्दै हुन्थ्यो खलासी के बुझेन कि त म खाडीतिर हुन्थेँ होइन कि त म लेबर हुन्थेँ कि त म गाडीतिर हुन्थ्यो अरे क्या होइन तर थ्याङ्क यू गड होइन थ्याङ्क यू गड फर दिस गिफ्ट होइन गडले दिएको गिफ्ट हो होइन ल अब त पिङ्गल नलागे यसको फाइनली भेट्न यार दुईजना है दुईजना खान त्यहाँ हेर्नु है ओ पिङ्गेला चलेको ल केटा हो त्यसको जीवको फाइनली भेट्न यार यही के हल्लिन्छ यार झन् उता के होला हालत यस्तो छ मेलाको हालत फाइनली भेटियो केटा हो फाइनली भेटियो यस्तो भेटियो केटा हो उता चाहिँ जीवको एउटै मात्रै गाना भएको पत्र छ अनि हेर्न झ्याउ लागिसक्यो हामीले पनि धेरै हेऱ्यौँ अनि अहिले चाहिँ अब हामी यस्तो घुम्न आएको यतातिर उतातिर टक्क कपालहरूको यस्तो भिडियो सिडियो पनि बन्दैछ है यस्तो पनि हुँदो रहेछ यार हामीहरू केटा यस्तो यहाँ हुन्छ नि पिङ्गेन जान लाग्यो उता चाहिँ पुरा कपालको सुट भइरहेको छ कि यता यस्तो हुन्छ नि कपालहरू ल त्यो हो किनेकोले मेन्सन पनि गरिदिनु है कमेन्टमा यस्तो दामी कपाललाई अनि यतातिर चाहिँ टक्क यस्तो खेल्दैछ अनि यता ढुङ्गा भिइसक्यो अनि हाम्रो अब यता पाली आउँदैछ ल केटाहरूसँग मेरो त नबना छोड्दे मेरो त नबना फाइनली भेटियो केटा हात कट्यो फाइनली भेटियो केटा हो ओए हाम्रो टिम भेइएर खेलेर कोचाडी भेइयो गोब्दी लाग्यो त यार हो त यार यार अटेर बस्यो हामी त यसलाई मजा आइरहेको छ मलाई डर त लागेन है मलाई डर लागेन धर्म त एक किलो अड्डी त्यसमा मलाई डर लागेन भेइयो हाम्रो टिम चाहिँ भेइयो यस्तो छ ब्याकको भ्यू सिधा कन्सर्ट चलिरहेको जीवको कन्सर्ट खेलेर भयो तर म काना थिएँ नाम चलेको हो कि केटाहरूको त पाल्ने आएन त यार केटाहरूको त पाल्ने आएन हामी त खाना भइसक्यौँ है ल अब चाहिँ हामी तिनखेल आइसक्यौँ तर जिउ मात्रै थाक्यो हिउँदै ऱ्याप मिठो ऱ्याप अब भेन्छ क्या थाहा छ भने के दोस्त बुझेन नाच्नु नहुने कि किन हात्या भने कि यार बुझेन यस्तो हुन्छ हामी यस्तो भइरहेको छ नि त साथीहरू होइन हामी ब्याक टु ब्याक सोच हान्दै हिँडिरहेको छ नि त नेपाल भरे होइन अनि त्यही भएर स्ट्यामिना नपुगाएकै खास गरी बुझेन तर यसको मतलब म लडी अब यसको मतलब यो होइन कि म उठ्दिनँ के बुझेन म जतिचोटि लड्छु म त्यतिचोटि उठ्छु के मेला चाहिँ भइयो है यस्तो त जिबअपको कन्सर्ट सब भइसक्यो अब सबजना अघि कस्तो क्राउड र अहिलेको क्राउड पुरै भइसकेको छ हामी चाहिँ यत्तिकै हिँडिरहेको छौँ ल मेला चाहिँ यति नै रहेछ के हो कि केटाहरूको ह्याप्पिनेस फेरि मजा आइरह होला खेल्न यो हो नि त खेलाइ भनेको फेरि यस्तो सुखराम भएको त हो मेला त ल भाइ हामी पनि जान लाग्यो अब मेला नै सुकिसक्यो कभर किन्ने हो पैसा छ यस्तो सामानहरू अब चाहिँ घरतिर जान लाग्यो मेला पनि भइयो यस्तो यस्तो छ गाडी चलाउनु दाइ भयो ल अब यो गाडी पनि जाने आज झ्याक चाहिँ ए मगा तिम्रो प्याक भयो सिजन जानेपछि आम है सिजन जानेपछि आम ल यस्तो हावा खाँदै है अब चाहिँ ओइ भाइ भाइरल है भाइरल अस्तिको भिडियो भाइरल भयो गाडी त्यो गोल खाएको भिडियो यो पनि भाइरल हो नि फेरि यो पनि भाइरल हो यसमै खर्चिन्छ गाडी हाम्रो हिरोले देखेर मार्छ नि हामीलाई सिजन्या जाने सिजन्या जाने ल फाइनली त्यसको त्यो एउटै गाना
झ्याउ लागिसकेको थियो यार ओके हो कि नै एकचोटि एउटा गीत पाँचचोटि पाँचचोटि गाएको शिवमले यार सुरुमा त मजा आयो पछि लास्टमै सिसन्या माथिको जाडो भयो रन्डीको बाद मलाई जाडो आजलाई यति नै जाडो भयो बाई बाई बाई